Hello guys, namaste from Vitamor. This is Mr. Shrestha. Welcome to my another episode after a long time. नयाँ vlog बनाउँदैछु धेरै समय पछाडि। म चाहिँ बिर्तामोडमा छु। काठमाडौँबाट हिजो इटरी आयो, इटरीबाट अहिले बिर्तामोड अनि त्यस पछाडि आज श्रीअन्तु डाँडा जाँदैछौँ। श्रीअन्तु डाँडा मेरो फर्स्ट टाइम हो। इलामको कन्याम चाहिँ थर्ड टाइम हुनेछ र श्रीअन्तु जाँदैछौँ घुम्नको लागि र थोरै काम पनि छ। यतातिर मेरो दोस्त छ हैन, अर्को साथी आउँदैछ। सो श्रीअन्तु कस्तो छ, के पाउँछ त्यहाँ, स्पेशल ठाउँ के छ, म घुमेर तपाईहरुलाई देखाउँछु। अहिले चाहिँ बिर्तामोडबाट हामी हिँड्न लागेको है त। हेलो, लेट्स मुभ गाइस। हाम्रो टाइम भइसक्यो अहिले चाहिँ हैन। बिर्तामोडमा छौँ अनि एउटा यहाँ पुरै लगेज बोकेर रेडी भएको छ। भूपेन्द्रको रुममा छु अहिले म चाहिँ। अनि यता हाम्रो प्रियङ्का मिस हुनुहुन्छ, यता सुस्मिता अनि यता सोना मिस हुनुहुन्छ। उहाँहरू चाहिँ नेवार नै हो, राई भनेर नसम्झिनु होला है। अनि यता म छु, रेडी भइसक्यो। अब हामी चाहिँ जाँदैछौँ अनि तपाईहरुलाई म गाडीको यात्रा पनि देखाउँछु। हामी चाहिँ बिर्तामोडबाट चारडालीको देउकाली लागिसक्यौँ। इलाम जिल्ला प्रवेश गरिसकेको छौँ। इलाम जिल्ला त्यसै पनि प्रकृतिको सौन्दर्यताले एकदमै सुन्दर ठाउँ हो। खगेन्द्र सर, तपाईँ के भन्न चाहनुहुन्छ? के सोचिराख्नु भएको छ तपाईँ अहिले? हो, ठिक छ। म यहाँ छु, मेरो भूपेन्द्र साथी उतातिर छ होइन। भूपेन्द्रको साथी छेउमै हुनुहुन्छ, बसिराख्नु भएको छ, बेस्ट फ्रेन्ड हो। अनि यता मेरो सोल्टिनीहरू हुनुहुन्छ। कस्तो फिल भइरहेछ आज? अन्तु त तपाईँहरू गइराख्नु भएको छ, तर पनि फेरि पनि जाँदै हुन्छ हामीसँग। अनि कस्तो भाइब्स आइरहेछ तपाईँहरूलाई? एकदम रमाइलो। हामीलाई कुन ठाउँ घुमाउनुहुन्छ त तपाईँहरूले? हो, अनि तपाईँहरू त त्यहाँको लोकल बासिन्दा पनि हो, अझै त्यहाँको नलेज त तपाईँहरूलाई धेरै होला नि त होइन र? स्पेसल फुडहरू के हुन्छ त्यहाँको? तोङ्बा त सधैँ खाइरह नि, इटरी धरातिर जताततै पाइन्छ। ल, त्यसको लागि चाहिँ भरे चाखेर मात्रै थ्याङ्क यू भन्न सक्छु। अहिले म भन्न सक्दिनँ किनकि मिठो छैन भने म थ्याङ्क यू भन्न सक्दिनँ तपाईँहरूलाई। ल, हेलो भूपेन्द्र सर, कस्तो फिल भइरहेछ हाम्रो के भन्नु साथीसँग बसिराख्दा फेरि तपाईँलाई आज? एकदम एक्साइटेड छु होइन। भेरी नाइस। एक्साइटेड त हुनै पऱ्यो पक्कै पनि। धेरै पछाडि भेट भइरहेछ तपाईँहरूको होइन? त्यही भएर पनि एकदमै खुसी छु भनौँ न। गइरहेको कन्याम होइन, कन्याम हुँदै हामी कहाँसम्म जान्छौँ? अन्तसम्म होइन। यति हो। हाम्रो स्वस्तिका मिस त झन् अति राम्री भएर हिँडिराख्नु भएको छ है। कति राम्री क्या सोध्नु। Konyami. Oh my god. Konyami. Inay. Farah. Farah. Okay. Yan ang post by ako.
होटलमा बस्यौँ अनि केही खाजाहरू खायो होइन। त्यस पछाडि चाहिँ विथ इलामको टिमहरूसँग हामी पोखरी घुम्न जाँदैछु। अघि पनि भनिसक्यो यहाँ जम्बो टिम छ। यहाँ हेर्नुहोस् खुट्टाको मोसन पनि एउटै छ क्या यिनीहरूको। ल म अगाडिबाट खिच्छु है यिनीहरूको। चिप्लो बाटो गाइस होइन। यो घर चाहिँ कसरी यहाँनिर यो जस्ताको पाता ठोक्यो भनेर मलाई चाहिँ अचम्म लाग्छ। एकदमै ठाडो छ क्या यहाँनिर। पानी त के केही नै अडिँदैन क्या देख्न सक्नुहुन्छ होइन। यस्तो छ। इलाम त म आइरहेको हो तर श्रीअन्ते चाहिँ फर्स्ट टाइम हो मेरो। अनि यहाँ पोखरी आइपुगिसक्यो हामी चाहिँ। सो राम्रो रहेछ जोस्। पर्यटकीय स्थल हो इलाम जिल्ला पनि नेपालको एउटा होइन। यो सुस्मिता बुनी कति राम्री भएर हिँड्या हो। अनि हामी जाँदैछौँ यहाँनिर। अब त्यस्तो विधि मलाई एक्सप्लेन गर्न त आउँदैन होला यहाँको हिस्टोरिकल कुराहरू होइन। हिस्ट्री त थाहा छैन नि त मलाई, त्यो भएर चाहिँ मलाई आउँदैन। त्यही नै जे देख्छु म त्यो तपाईँहरूलाई देखाइदिन्छु है त। हेलो गाइज, गुड मर्निङ फ्रम श्रीअन्तु इलाम जिल्लाको। अनि हामी चाहिँ हिजो आएको थियौँ। अब 2-3 दिन बस्ने भनेर आएको थियौँ। अब त्यस्तै भयो काम विशेषले गर्दाखेरि अहिले हामी फर्किँदैछौँ। अहिले चाहिँ 8 बज्यो होइन। यतातिर हाम्रो भूपेन्द्रजी छ, खगेन्द्र, निर्मल दाइ हुनुहुन्छ। अनि हामी चाहिँ यहीँनिर बसेको थियौँ। सो आज अब फर्किँदैछौँ। अब इटली जानुपर्ने हुन्छ, घर जानुपर्ने हुन्छ। त्यस पछाडि अलिअलि काम छ होइन। हिजो पनि भिडियो बनाएको थिएँ मैले, सबै कलेक्सन गरेर होइन युट्युबमा हाल्छु, सबैले हेरिदिनु होला। र बाटोमा के हुन्छ, बिर्ता मोडसम्म चाहिँ गाडी जान्छ। हाम्रो गाडी त्यहाँनिर रेडी छ। त्यो पछाडि हामी इटली जान्छौँ। हाम्रो गाडी रेडी छ, उहाँ दाइले पर्खिराख्नु भएको छ। बाटोमा तपाईँहरूलाई म देखाउँछु। ल थ्याङ्क यू सो मच गाइज। भिडियो चाहिँ हेरिदिनु होला होइन। सर्ट भिडियोमा चाहिँ राम्रै भ्युज आइरहेको छ। अनि लङ भिडियो पनि यसो हेरिदिनु होला तपाईँहरूले। हामी चाहिँ श्रीअन्तु बाटो चाहिँ फर्किसक्यौँ फाइनल्ली है। बिर्ता मोडसम्मको यात्रा कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँछु। अनि यतातिर हाम्रो ग्याङहरू हुनुहुन्छ। ल श्रीअन्तुको मेन बजार होइन त यो भन्ज्याङ।